हेलो एभ्रिवान र आज चाहिँ हामी कहाँ जाँदैछौँ घुम्नुको लागि भन्दाखेरि र को जाँदैछौँ भन्दा चाहिँ हामी चाहिँ 3 जना जाँदैछौँ। अहिले चाहिँ टाइम हुँदैछ 11:30। हामी चाहिँ यहाँबाट 1 घन्टा नि 1 घन्टा लाग्छ 1 घन्टा लाग्छ होला त्यो जग्गा पुग्नु। त्यो चाहिँ तपाईँहरूले भिडियोमै हेर्नुपर्ने हुन्छ। म चाहिँ भन्दिनँ। र को जाँदैछौँ भन्दा चाहिँ यहाँ चाहिँ मेरो साथी दिदी जो पनि हो र एकजना आउनु हुँदैछ उ चाहिँ मेरो दिदी हो। हामी चाहिँ यो चाहिँ अघि मेरो घरमा आएको थियो। म चाहिँ रेडी नै भएको थिइनँ, चाहिँ रेडी भएर आएको थियो। म रेडी भएँ अन्त निस्केको। लेट्स सी अब गाडी पाउँछौँ पाउँदिनौँ त्यो पनि थाहा छैन। पाएन भने हिँडेर जानुपर्छ। हिँडेर जाने भन्दैछ। एक्टिभ छ यो चाहिँ फेरि हिँडेर जानुमा, तर म चाहिँ सक्दिनँ। हिँड्नु चाहिँ मबाट हुँदैन। यो चाहिँ राम्री भएर गइरहेछ। अनि आफूलाई चाहिँ कसले भन्दैन म चाहिँ राम्री हुनु पाइनँ। जानिस् पानी पर्ला जस्तो पनि भइरहेछ। हाम्रो बिजोग चाहिँ नहोस्, हेर्दै गर्नुहोस् हामी कहाँ जान्छौँ। बाटोमा आइसक्यौँ, गाडी नै पर्खिँदैछौँ, दिदीलाई पनि पर्खिँदैछौँ। यो चाहिँ यहाँ छ हो। अब हेरौँ कति बेला आउँछ। तर वेदर पनि यस्तो भइरहेको छ। हामीलाई जानुपर्ने चाहिँ यहाँबाट उँभो हो। यो चाहिँ यहाँ फोटो खिच्दै भन्दै हिँडिरहेछ। ला ऊ दिदीको चाहिँ पुरै भएछ। अब हामी सबैको त्यही भइरहेछ। हुनु चाहिँ खास चाहिँ भन्नुहुन्छ कि सबैलाई हतारै भएर आएको हो। यसले चाहिँ ज्याकेट पनि वहीँ छोडेर आएछ। हामी चाहिँ अब आज लाग्छ छैन अरे के गर्नुपर्ने हो कोनी। हजुरले गर्दा दुईटा गाडी गयो दिदी भन्नु रे तित्री लिएर आउनु भयो। तार पर दिन 1200 टाका दिनु न। छ हामी चाहिँ आइपुग्यौँ हो। यो चाहिँ आउँदैछ स्यासा गर्दै। ओइ म स्यासा गरेको छैन। दिए त हेर्नु। नि त अगाडि क्या छिटो हिँड्नु नि। म चाहिँ प्याट्टै हिँड्न सक्दिनँ। सक्दिनँ। र अब हामी कहाँ आएको भनेर चाहिँ म तपाईँलाई देखाउँछु। हामी चाहिँ आएको यो जग्गा हो। यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ यो चाहिँ हो तोदे। र यो चाहिँ कहिले आएको छैन अरे। यहाँ चाहिँ लिएर आएको त्यही कारणले मैले कभर गरेर आएको। हामी चाहिँ पहिला पनि आएको हो। पहिला दिदी चाहिँ आइबस्नु भएको अरे हो कि होइन दिए त हेर भन्नु नि हो। कम्तीको पनि 8-9 पल्ट खाएको होला यहाँ। यो जग्गा चाहिँ यस्तो छ। यसलाई चाहिँ भन्छ तोदे हो। तोदे बजार भन्छ। र डे चाहिँ यस्तो भइरहेछ फगी लागेर। यसलाई चाहिँ एकदम बेसी मनपर्छ चाहिँ हो तोदेको चर्च। र हामी चाहिँ आएको आज चर्च। म पहिला आउँदा चाहिँ यस्तो थिएन निदी। यो यहाँ थिएन नि पहिला। यो चाहिँ नयाँ बनाएको रहेछ। पहिला चाहिँ उहाँ थियो उतापट्टि। र यहाँको भ्यू चाहिँ यस्तो छ। कस्तो लाग्यो लु भन्। दामी दामी छ। दामी लाग्यो अरे। जग्गा चाहिँ यस्तो छ। दिदी चाहिँ थाक्नु भयो अरे। हामीले चाहिँ यहाँ फोटो पनि खिच्यौँ, भिडियो पनि बनायौँ हो। दि अब जाने होइन गएको अब। तँलाई कस्तो लाग्यो लु भन्, कमेन्ट गर। दामी लाग्यो। धेरै लाग्यो आएको। कस्तो बिजोग भएर आयौँ त्यो पनि भन अब। बिजोग त भएन। बिजोग भएन अरे। ल अब चाहिँ हामी फर्किन्छौँ। हामी आएको थियौँ 12:30 र फर्किँदैछौँ। यसको चाहिँ फोटोसुट सकेकै छैन। उसको चाहिँ फोटो खिचिरहेछ हो। दिदीलाई चाहिँ अल्छी भइसक्यो अरे। म पनि अब निस्किने। र यो प्लेस चाहिँ एकदम राम्रो छ घुम्नुको लागि चाहिँ। यहाँबाट तल पनि घुम्नुको लागि जग्गाहरू छ। ला यहाँबाट नि उँधो जानुपर्छ कि त्यहाँ चाहिँ घुम्ने जग्गाहरू पुरा छनु चाहिँ। तर आज हाम्रोमा चाहिँ त्यस्तो टाइम छैन जो हामी त्यहाँसम्म घुमेर आउनु। र अब हामी चाहिँ फर्किने यहाँबाट। हिँड्नु सक्दिनँ भन्न। यसले चाहिँ मलाई भन्दैछ म हिँड्नु सक्दिनँ भनेर। तर पहिला हिँडेको हो कि होइन दि भन्नु त। कति हिँडेको त्यही त म हिँडेको हो। सो बाई बाई एभ्रिवान। लु सक्यो। बाई भन्नु दि। बाई बाई। से बाई।